आदरणीय दर्शकवृन्दहरू नमस्कार। आज चाहिँ तपाईहरुलाई म यस्तो ठाउँमा लिएर जाँदैछु जो हो ऐतिहासिक रूपमा एकदमै महत्त्वपूर्ण र धार्मिक रूपमा पनि प्रसिद्ध भएको ठाउँ। करिब 15औं शताब्दीतिरदेखि नै यसको धार्मिक महत्त्व बोक्दै आइरहेको ठाउँमा लाँदैछु। त्यो हो मौला कालिका। मौला कालिका जानको लागि हिमत्व खण्डका रूपमा परिचित नेपाल राष्ट्रको मध्य भूभाग, ऋषिमुनिहरूको तपोभूमि, देवघाट क्षेत्र परिसर, नवलपरासी जिल्ला, गैंडाकोट नगरपालिका अन्तर्गत पूर्व पश्चिम महेन्द्र राजमार्गको नारायणी पुलबाट उत्तरतर्फ करिब 4 किलोमिटर टाढा समुद्र सतहदेखि 561 मिटर पहाडी वनको धुरीमा सुप्रसिद्ध तीर्थस्थल एवं शक्ति प्रबल मौला कालिका भगवती मन्दिर छन्। यहाँनिर हामी सुरुको अवस्थामा देखाउँदैछौँ, जहाँनिर गेटबाट भित्र छिरिसकेपछिको दृश्य हो यो। गेटदेखि सिँढी नै सिँढीको यात्रा सुरु हुन्छ। हामीले सिँढी चाहिँ गर्न भ्याएनौँ र अन्तिम जहाँनिर मौला कालिका मन्दिर छ त्यहाँसम्मै सिँढी नै सिँढीबाट हामी पदयात्रा गर्नुपर्ने हुन्छ। बाटोघाटोमा सानातिना मन्दिरहरू रहेका छन् भने बाटोको छेउछाउमा कुरकुरे, चाउचाउ, केटाकेटीका अथवा बच्चाबच्चीका खेलौनाहरू रहेका पसलहरू पनि छन्। यो हो गणेशको मन्दिर। सुरुमा गणेशजीको पूजा अर्चना गरी हामी त्यहाँदेखि माथितिर लागियो। बाटोमा आउने जानेहरूको प्राय भिडभाड नै देखिन्छ। कतिपय दर्शन गर्न आउने तीर्थयात्रीहरू मन्दिर पुगेर फर्किसकेको हुनुहुन्छ भने कतिपय जाँदै हुनुहुन्छ। बाटोमा विभिन्न कलाकृतिहरू कुँदेका हुन्छन्। त्यहीँको स्थानीय ढुङ्गा कुँदेर बनाइएका कलाकृतिहरू बाटोमा प्रशस्तै भेटिन्छन्। हामीले प्रत्येक बाटोहरूमा यी कलाकृतिहरू भेट्दै जानेछौँ। यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नुहोला। हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिहाल्नुहोस्। यस्ता भिडियो हामीले फेरि पनि ल्याउनेछौँ। र त्यो एउटा हात्तीको चित्र बनाइएको छ त्यहाँ ढुङ्गाबाट, जङ्गलको बिचमा हात्तीको चित्र। जङ्गल हुँदै उकालो बाटो सिँढीको पदयात्रा गर्दै हामी उकालिँदैछौँ। कहिले देख्यो नि ग्यास्ट्रिक भयो धेरै। कलाकृतिहरूको खानी नै रहेछ भन्दा पनि हुन्छ। ढुङ्गै पछि विभिन्न किसिमका कलाकृतिहरू कुँदिएका छन् र बाटो एकदमै रमणीय छ र बाटोमा आउने जानेहरूको त्यत्तिकै घुइँचो छ। तर एक्लै चाहिँ हिँड्दाखेरि अलिकति गाह्रो पर्ने देखिन्छ, किन भन्दा यो जङ्गलको बिचबाट हामी हिँड्नुपर्ने हुन्छ।
इसके वो खतरा फोटो निकाल दीजिए तो अच्छा बताओ ना यहाँ उभियो सबै पनि टच लगाउने छ के त हामीले बीचको जङ्गल छिचोलेर पारिपट्टि रहेको नारायणघाटको सुन्दर नारायणघाटको तस्बिर लियौँ। बीचबाट नारायणी नदी बगिरहेको छ। यो मन्दिरको किंवदन्ती अनुसार विक्रम सम्वत 15औं शताब्दीदेखि करिब 500 वर्ष पहिला पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्नो शासनकालमा यस ठाउँमा सैनिक टुकडी राखी देवघाट धाममा चक्रवर्ती शिला स्थापना सहित तीर्थवास गरेको र सैनिक टुकडीलाई शक्ति आराधनाका लागि मौलो गाडी पीठका रूपमा पूजा अर्चना गर्ने व्यवस्था गरेका थिए। उनको शासनकालपछि स्थानीय पिनाली र सुनारी मगरले पूजा गर्ने गरेको किंवदन्ती छ। थाहै छैन ए डोकारी नाङ्लो नाङ्लो केबाट बनेको नि थाहा भएन मलाई बास 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 कस्तो खाले बाँस थाहा भएन यसलाई डाली भन्छन् डालो डालो के भन्छन् अरे डालो भनौँ डालो घना जङ्गलको बीचबाट हिँड्नुपर्छ। विभिन्न आकृतिसँगै एक्लै हिँड्न प्राय डर लाग्दो नै देखिन्छ, तर तीर्थयात्रीको भिडभाडले गर्दा खासै डरको अनुभव चाहिँ हुँदैन। यहाँ बीचबीचमा थकाइ मार्नको लागि बनिएका सेडहरू पनि छन्। यहाँनिर फोहोर राख्नको लागि डोकोहरू राखेको छ, चोयाबाट बनेको डोकोहरू। पदमार्ग चाहिँ एकदमै शान्त छ अनि सफा पनि छ। डोको कति धेरै आयो आदरणीय दर्शकवृन्दहरू, यो भिडियोलाई सकेसम्म सेयर गर्दै जानुहोला, किनभने एउटा सन्देशमूलक भिडियो पनि हो। मौलाकालिकाको बारेमा जानकारी भएको र कतिपय आउन खोज्ने मान्छेहरूको लागि, दर्शन गर्न आउन खोज्ने मान्छेहरूको लागि एउटा पूर्ण रूपमा मार्गदर्शक पनि हुन्छ। यसले चाहिँ जान कतिको समय लाग्दो रहेछ, कस्तो ठाउँ रहेछ भन्ने कुराको यसले सचित्र बताइरहेको छ। यहाँनिर चाहिँ महत बिसौनी जुन सिँढी मार्ग हुँदै हुँदै जाने बेलामा थकाइ लागेर बस्नको लागि यहाँ सुविधा सम्पन्न महत बिसौनी भन्ने एउटा सानो ठाउँ छ। यहाँ गएर हामीले मजासँग आराम गर्न सकिन्छ, आरामदायी छ एकदमै। महत बिसौनीदेखि नजिकै त्यहाँनिर होटेलहरू, दोकानहरू पनि राम्रोसँग देख्न सकिन्छ। यहाँनिर आउँदाखेरि कतिपय दर्शालु भक्तालु जनहरूलाई खानाको व्यवस्था रहेछ। ढेँडो बाँदरहरू पनि पाइँदो रहेछ। यो चाहिँ डराउँदैन भन्ने कुरा आयो। ढेँडो बाँदरहरू हुँदो रहेछन्। त्यहाँनिर पनि ढेँडो बाँदरहरू छन्।
भनेको डिसिदियो एउटा डिसि किन्दा एउटा युट्युब यहाँनिर अर्को ढेँडो मादर छ यो रुखमा बसिरहेको छ। बच्चा राखे बच्चा छ ओके तलपट्टि ए तल अरे त्यहाँनिर फेरि अर्को ढेँडो बाँधेर नजिक नजाऊ रुखमा चढिरहेको छ ती ल यो सिँढी गर्दै गर्दै अब हामी लगभग मन्दिरको नजिकै आइसकेको कुरा थाहा भयो। दर्शन गरेर फर्किनेहरूको लर्को पनि त्यत्तिकै छ अनि हामी चाहिँ अझै पुगिसकेका छैनौँ है। अझै केही समय चाहिँ हामी हिँड्नुपर्ने देखिन्छ। कुनै कुनै ठाउँमा व्यापारी दाइहरूले चटपट पसल राखिरहनु भएको छ। चटपट पसलमा चटपट खानेहरूको भिड पनि भइरहेको छ। यहाँनिर आउने जानेलाई सुविस्ता भइरहेको छ। कहाँ ए तीनटा काट दिएको यी समयको हिँडाइपछि अब लगभग आइसकेको अनुमान हामीले गर्न सकिन्छ। किन भन्दाखेरि पारीतिर त्यहाँनिर केही भवनहरू मन्दिरहरूको जुन बनावट देख्न सकिन्छ जङ्गलको बिचबाट। त्यसैले यो अनुमान लगाउन सकिन्छ कि तपाईँहरूको अब मन्दिर चाहिँ निकै नजिकै छ। यहाँनिर आजको चटपटे दाइ चाहिँ आउनु भइन्छ। यो खाली छ पुरै र दर्शन गरेर आउनेहरूको भिड चाहिँ बढिरहेको देख्न सकिन्छ हामीले। श्रोताहरू यो त मन्दिर भनेको त यो केबल कारको अफिस रहेछ, जो चाहिँ यहाँ त्यो ठुलो अफिस छ केबल कारको। जुन केबल कार अहिले चाहिँ जेनजी आन्दोलनको आन्दोलनकारीहरूले तोडफोड गरेको कारणले गर्दा यहाँ चाहिँ केबल कार सञ्चालनमा छैन। अझै केही समय चाहिँ हिँड्नुपर्ने देखियो मन्दिर पुग्नको लागि है त। यताबाट हेर्दाखेरि चाहिँ एकदमै राम्रो दृश्य देखिरहेको छ, जो चाहिँ नारायणी नदी हुनसक्छ त्यो। र त्यस वरपरका छेउछाउका बस्तीहरू अति सुन्दर देखिन्छन्। बिचमा एउटा पुल पनि छ, त्यो पुल र यो अलिकति रुखहरूले ढाकिसकेको छ, त्यो कारणले दृश्य चाहिँ क्लियर चाहिँ देखिएन। अब चाहिँ हामी चाहिँ निकै नजिक आइसकेको जस्तो लागिरहेको छ। किनभने त फेरि पनि साना साना व्यापारिक कटेजहरू चाहिँ हाम्रो अगाडि हामीले देख्न सकिन्छ है। त्यसै कारणले गर्दा अब नजिक छ कि जस्तो भान भइरहेको छ हामीलाई। हेरौँ कति बेला पुगिन्छ। सायद हामी आइसकेका छौँ है त। यहाँनिर डबल बाटो रहेछ, टु वे बाटो। यहाँनिर चौपारी रहेछ र व्यापारिक कटेजहरू पनि छन्। यहाँनिर र यहाँनिर मेन गेट मन्दिरको यताबाट जाने रहेछ, सायद उताबाट आउने होला बाटो। दुईवटा बाटो रहेछ है त। उताबाट कोही पनि मान्छेहरू हिँडेको चाहिँ देखिएन। यो बाटोमा आउने बाटो देखियो है त। यो बाटो आउने बाटो देखियो भने यो बाटो चाहिँ जाने रहेछ। ल अब हामी चाहिँ मन्दिरभित्र पस्दैछौँ है त। यहाँनिर पनि बाँदरले चाहिँ अलिकति दुःख दिँदो रहेछ। बाँदरका ती व्यापारीहरूलाई बाँदरले चाहिँ दुःख दिइरहेको देखियो। रुखमा चढ्ने रहेछ बाँदरहरूले खानाहरू खाइदिएर। र एका साइडमा व्यापारिक वस्तुहरू बेच्न राखेको छ भने अर्कोतिर राम्रो गार्डन रहेछ।
निकै मनोरम छ वातावरण। सिँढी चढेर जानुपर्छ र बाटोमा धोपी सल्लाहले गर्दाखेरि एकदमै आकर्षक बनाइरहेको छ। मन्दिरको वरिपरिको दृश्य मनमोहक छ। अब चाहिँ हामी नजिकै आइसकेका छौँ है त। त्यहाँनिर गेट देख्न सकिन्छ हामीले र यो भागमा केही व्यापारिक सटरहरू छन्। यो देब्रेतिर भने दाहिनेतिर यी यस्तै खाले रुखहरू छन् जसले मन्दिरको शोभा अझै बढाइरहेको छ। यो सिँढीसँगै अब नजिक आइसकेको कुरा हजुरलाई बताउँछु। ल ल हामी चाहिँ आयो है त। ल यहाँ मन्दिरको गेट हो, त्यहाँ माथि देखिने चाहिँ मेन मन्दिर रहेछ। यो चाहिँ गेट रहेछ। यति चाहिँ हामी 2-3 स्टेप पार गरेर मन्दिरको गेटहरू छिरिरहेका छौँ। अर्को पनि यो गेट सँगसँगै अब फेरि अर्को हाम्रो जुन मूल मन्दिर छ त्यहाँनिर जाँदैछौँ। ए ढेँडु बाँदर देख्न सक्नुहुन्छ। ए ढेँडु बाँदर यो यता तर हिँड्दो रहेछन् है त। ए मकै खानको लागि यसले चाहिँ मकै परेवाको लागि ल्याइदिएको चारो चाहिँ ल्याइदिएछ है। मकै ल्याइदिएको यहाँ चाहिँ हेर्दाखेरि एक प्रकारले यो ढेँडु बाँदरहरूको आतङ्क नै भन्नुपर्छ। आतङ्क नै हुँदो रहेछ। मान्छेसँग डराउँदा रहन्छन् है। यसरी यहाँ बसिरहेका छन्। डर भन्ने कुरा केही पनि छैन। भक्तजनहरूको फलफुलहरू खोज्ने कि चाराहरू खोज्ने नि गर्दो रहेछन्। यहाँबाट फेरि अर्को गेट फेरि हामी कट्नुपर्ने रहेछ है त। यहाँ अर्को गेट देखियो कि यो गेट यो भक्तजनहरूको बस्नको लागि बनेको चौपारी रहेछ। निकै सजावट गरेको चौपारी भने यतापट्टि चाहिँ मेन मन्दिर चाहिँ यहाँनिर रहेछ है त। यही मन्दिरबाट हामीले पारिको दृश्यहरू पनि अवलोकन गर्न सकिँदो रहेछ। यतातिर पहाडी एरिया छ भने यतापट्टिबाट हाम्रो तराईको क्षेत्रतिर अवलोकन गर्न सकिन्छ। तराई क्षेत्र कति छ हेर्न सकिन्छ। यो तराईको क्षेत्र भयो क्या ध्यानसित गर्नुपर्छ। मम्मीलाई भन्नुभयो मैले जानुसित मन्दिरमा आउँदा केही हुँदैन। ल अहिले चाहिँ मन्दिरनेर आइवरी हामीले चाहिँ फोटो खिचाउने कार्यक्रम गरिरहेका छौँ। मन्दिरको मेन गेट मेन सिँढी। अब हामी मन्दिरभित्र पस्दैछौँ। यो परेवाको लागि तयार गरिएको परेवा बस्ने बास र परेवालाई दिने दानाहरू पनि हामीले यत्रतत्र स्पष्ट भएको देख्न सकिन्छ। नानीहरूले परेवालाई दाना दिइरहेको दृश्य छ। यहाँ परेवाहरू धेरै मात्रामा हामीले देख्न सकिन्छ। परेवाको चाराहरू पनि भुइँमा यत्रतत्र फैलिएको छ। अनि भित्रपट्टि चाहिँ परेवा बस्नको लागि परेवाको गोठ रहेछ। यता पनि छ।
यो मन्दिर परिसरको दृश्य हो। यहाँनिर यात्रुहरूको लागि अथवा दर्शन गर्न आउनुभएको महानुभावहरूको लागि यहाँ प्रतीक्षालयको व्यवस्था गरिएको रहेछ। यो भाग सबै यो चाहिँ मुख्यद्वार। उता यो भागमा पनि दर्शन गर्ने आउने महानुभावको लागि बस्नको लागि प्रयोग गरिँदैछ। पारिबाट राम्रो राम्रो दृश्यहरू, यहाँनिर धुपको लागि धुप जलाउने अगरबत्ती जलाउने व्यवस्था रहेछ। आदरणीय दर्शकवृन्दहरू, यो मुख्य मन्दिर जुन चाहिँ अहिले नयाँ बनेको मुख्य मन्दिरको तस्बिर हो। यो हो पारीबाट जुन नारायणी नदी देखिरहेको दृश्य छ। एकदम रमणीय तराईको भागहरू देखिरहेको छ। वारिपारी नारायणघाट बजार जुन चितवनको नारायणघाट अथवा भरतपुर बजार अवस्थित छ भने बीचबाट नारायणी नदी बगिरहेको छ। अत्यन्तै मनमोहक। अनि त्यसपछि यहाँनिर वीरेन्द्र स्वयं राजा हुँदाखेरि आएर गद्दी आरोहणको महोत्सवको पुनित अवसरमा जनसहयोग तथा यस क्षेत्रको तालिम उपलब्ध भरतपुर चितवनमा आएर यस मन्दिरमा आई दर्शन गर्नुभएको शिलालेख पनि छ र यहाँ दर्शन गरी अथवा चन्दादाताहरूको नाम पनि छ। र यहाँनिर तपाईँहरूले देख्न सक्नुहुन्छ यो 2-3वटा जिल्ला छन्। यहाँ तनहुँ जिल्ला, चितवन जिल्ला अनि त्यसै गरी नवलपुर जिल्ला है। तीनवटा जिल्लाहरूको सङ्गम जुन चाहिँ यहाँ हामीले देख्न सकिन्छ। पारीको पहाडी भेग चाहिँ तनहुँ जिल्ला हो र यतापट्टिको तराई भाग चितवन हो भने यतापट्टि चाहिँ नवलपुर र त्यहाँ बिचमा देखिएको जुन सङ्गम छ त्यो चाहिँ देवगाड क्षेत्र रहेको छ। पोखरा हो। यहाँ चाहिँ बस्न थालेको कति भयो? 1 वर्ष। 1 वर्ष भयो। यहाँको व्यवस्थापन समितिको अध्यक्षको नाम थाहा छ तपाईँलाई? व्यवस्थापन समितिको अध्यक्ष त्यही हुनुहुन्छ अहिले, शालिग्राम सपोर्ट। अनि यहाँ विशेष कुन दिनमा बढी? नवदुर्गा, शनिबार, बिदाको दिन अलि बढी हुन्छ। अनि कुनै पर्व विशेष? हजुर, पर्व विषय हुन्छ। मुख्य पर्व छ कि नै? जस्तै एकादशी, शिवरात्रि, कालरात्रि? विशेष त नवदुर्गामै हुन्छ। नवदुर्गामा विशेष हुन्छ। शनिबार त स्पेसल्ली घुम्न आउनेहरूको घुइँचो हुन्छ कि होइन? अहिले पूजा गर्ने पनि आउँछन् परिवारसितै। जस्तै यो कालिकाको लागि मुख्य दिन होला नि त एउटा? कालिकाको विशेष अष्टमी तिथि हो के अरे? अष्टमी तिथि हो। हजुर। अष्टमीको दिन बढी आउनुहुन्छ? त्यस्तो अब जान्ने अलिअलि आउनुहुन्छ। ए पाठ पूजा गर्नेहरू छुट्टै पनि आउन सक्नुहुन्छ। कालिकाको लागि अष्टमी तिथि हो। लौ त आदरणीय श्रोताहरू, आजको लागि यति नै। हाम्रो च्यानललाई सब्सक्राइब गर्न भ्याउनु भएको छैन भने सब्सक्राइब गरिहाल्नुहोस् र एक लाइक जसरी पनि दिनुहोला। आजलाई यति है त।